Okay, welcome all. Today is in this video we are going to discuss about the database management system practical in MS Access. Okay, आज हामीले यस भिडियोमा चाहिँ database management system को practical चाहिँ हामीले हेर्न गएका छौं। त्यो पनि हाम्रो MS Access मा है त। त्यसको लागि हामीले कन्सेप्ट नम्बर 1 मा के बुझ्नुपर्छ भन्दा how to open MS Access software है। अब MS Access software चाहिँ हाम्रो कम्प्युटर सिस्टममा ल्यापटप सिस्टममा चाहिँ कसरी ओपन गर्ने भनेर अब सुरुमा त यो जान्नु पर्यो हैन। त्यसको लागि चाहिँ हामीले अब विन्डोजसँग आर थिचेर विन्डोज प्लस आर गरेर त्यसमा चाहिँ एउटा रन कमान्ड विन्डो आउँछ। त्यसमा चाहिँ एमएस एक्सेस टाइप गरेर त्यसमा इन्टर प्रेस इन्टर फ्रम किबोर्डबाट इन्टर गरे पनि हुन्छ अथवा ओके गरे पनि हुन्छ। अथवा हामीले सिधै अब सर्च आइकनमा चाहिँ हामीले एमएस एक्सेस सर्च गर्यो अनि त्यसमा क्लिक गरेर हामीले एमएस एक्सेस चाहिँ ओपन गर्न सक्छौं। ल यसको इक्जाम्पल हेरौँ है त। ल के हुन्छ भने जस्तो अब कसरी ओपन गर्ने भन्दा जस्तो मैले यहाँ चाहिँ के गर्छु भन्दा किबोर्डबाट यो विन्डोजसँगै आर दबाउँछु भनेपछि हाम्रो एउटा रन कमान्ड आयो। अब यसमा चाहिँ के भयो भन्दा एमएस एक्सेस टाइप गरेर मैले ओके क्लिक गरे पनि हुन्छ इन्टर गरे पनि हुन्छ। अब मैले ओके क्लिक गरे भने हाम्रो एमएस एक्सेस चाहिँ यसरी ओपन भएर आउँछ। हो यस्तो तरिकाले चाहिँ हामीले ल्यापटपमा डेस्कटपमा चाहिँ एमएस एक्सेस चाहिँ ओपन गर्न सक्छौं।